तपाईँलाई अलिकति यो नेगेटिभ थट्सहरू आउने, गलत सपनाहरू देखिने, गलत भिजनहरू आउने, या तपाईँको घरमा कसैलाई किडनीको प्रब्लम छ? किडनीको प्रब्लम छ घरमा चाहिँ एकजना कसलाई बुढी छ? आमालाई। भएन त त्यहाँ त नि प्रब्लम देखाइदियो त अब। हो, के छ, घर मिलाउनु भएको छैन? वास्तु मिलाउनु भएको छैन? त्यो घर पुरानो हो सर, खै के छ थाहा छैन गुरु हाम्रो नि। भएन भएन भएन। अनि तपाईँको कुरा गर्नुपर्दा तपाईँलाई पनि यो तपाईँको यो मनी अपर्च्युनिटीहरू छेकिरहेको छ म्याडम, बुझ्नुभयो? हजुर मनी हजुर अपर्च्युनिटीहरू, पैसाको कुराहरूमा अलिकति समस्या पर्छ, बुझ्नुभयो? र तपाईँलाई पनि यो जस्तै यो सेक्सुअल रिलेटेड कुनै प्रब्लम्सहरू, या चाहिँ हजुरको यो हुन्छ नि, जति पनि यो हाम्रो भजाइनल एरिया प्राइभेट ओर्गेनसँग जोडिएको कुराहरू हुन्छ नि, यो सम्बन्धी हजुर समस्याहरू आउँछ, बुझ्नुभयो? इस्युज भइरहेछ त्यस्तै। हजुर हजुर छ धेरै इस्यु। तपाईँको यहाँ प्रब्लम देखाइरहेको छ म्याडम है। अब हजुर म नर्मली यसरी म भन्दिनँ क्या, म प्राइभेटली रिडिङ गर्दा पनि म यसरी भन्दिनँ, तपाईँले एस्ट्रो वास्तु हेर्नु मात्रै भनिदिन्छु। आज हजुर हजुरकोमा चाहिँ अलिकति यहाँ मैले गलतै धेरै कुरा देखेँ कि, किनभने तपाईँको चार्टले तपाईँको सरकारी जागिरमा नाम निस्किसक्नु पर्ने हो भन्ने कुरा देखाउँछ क्या। अनि हजुर यहाँ मल्टिपल भेराइटिज कुराहरूले तपाईँको छेकिदिरहेको छ म्याडम, ठिक भएको छैन कुनै पनि कुराहरू। अब यहाँ धेरै कुराहरू छन् होइन। अब अहिलेलाई चाहिँ मैले यति नै भने। अब